राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने जुन गलत भाष्य निर्माण गरिराखिएको छ, यो गरिमामय संसदमा र जनताका प्रतिनिधिहरूले त्यो गलत परिभाषा चाहिँ लाउनु हुन्न भन्ने म आग्रह गर्न चाहन्छु। राजसंस्थाको कुरा गर्नु प्रजातन्त्रको विरोध गर्नु होइन, लोकतन्त्रको विरोध गर्नु होइन। र राजसंस्था र प्रजातन्त्र एक अर्काका विकल्प होइनन्। दुनियाँका धेरै समृद्ध देशहरू छन्, सुखी र सम्पन्न देशहरू छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन्। त्यसकारण कसैले यहाँ राजसंस्थाको कुरा गर्नु अथवा राप्रपाले राजसंस्थाको कुरा गर्नु र राजसंस्थाको पक्षमा कुरा गर्नु, राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन। यो गलत भाष्य नलगाइयोस् भन्ने कुरा र यो गलत भाष्य निर्माण नगरियोस् भन्ने कुरा म सबै माननीय सदस्यहरूलाई, सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु। लोकतन्त्रको विरोधी को छ र लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो। लोकतन्त्रको ठुल्ठुलो डङ्का पिटेर त्यो लोकतन्त्रवादी हुँदैन। व्यवहारमा निरङ्कुश चरित्र गर्ने, हिजो राजाले यस्तो गरेको थियो भनेर आज अरू दलहरूमाथि, अरू विपक्षीहरूमाथि आफू चाहिँ निरङ्कुश व्यवहार गर्ने अनि आफू चाहिँ ठुलो लोकतन्त्रवादी हुने। गृहमन्त्रीज्यू यही हुनुहुन्छ। मैले सधैँ भन्छु, म कसैलाई नराम्रो कुरा गर्न चाहन्न, होच्याएर कुरा गर्न चाहन्न, तर यस्तो विषयहरू कतिपय कुराहरूमा म खरो पनि छु जो म छोड्दिनँ पनि। अस्ति चैत 15 गते जुन घटना तिनकुनेमा घट्यो, तपाईहरुले एउटा भाष्य निर्माण गरिराख्नु भएको छ, राजावादीहरूको हिंसात्मक प्रदर्शन भनेर भनिन्छ। त्यो हिंसात्मक प्रदर्शन थियो भने, त्यो सुनियोजित रूपमा हिंसात्मक क्रियाकलापका लागि थियो भने आजसम्म तपाईहरुले प्रदर्शनकारीहरूबाट एउटा लाठीसम्म किन पक्रिनु भएन? मैले सार्वजनिक स्थलमा पनि सोधेको छु र आज यहाँ पनि सोध्न चाहन्छु। त्यो हिंसात्मक हुनको लागि त प्रदर्शनकारीहरूसँग बन्दुक हुनु पर्थ्यो, खुकुरी हुनु पर्थ्यो, उनीहरूसँग लाठी हुनु पर्थ्यो, ढुङ्गा हुनु पर्थ्यो। तपाईहरुले के पक्रिनु भयो त? अहिलेसम्म अनुसन्धानको क्रममा त्यस्ता केही चीजहरू फेला परे? 746 राउन्ड अश्रु ग्यास चल्यो र त्यो भन्दा बेसी थियो भनेर भनिन्छ। त्यो पनि म्याद सकिएको अश्रु ग्यास। त्यो के दुर्गा प्रसाईले, रविन्द्र मिश्रले, धवल शमशेरहरूले चलाएको हो? प्रदर्शनकारीहरूले चलाएको हो? विभिन्न तहका गोलीहरू 250 राउन्ड भन्दा बेसी त्यहाँ प्रहार गरिएको छ। त्यो प्रदर्शनकारीहरूबाट कति राउन्ड चाहिँ प्रदर्शनकारीहरूबाट भएको हो? घरको ढोकामा छिर्दै गरेको, प्रदर्शन क्षेत्रबाट कयौं किलोमिटर पर र प्रदर्शनसँग कुनै सम्बन्ध नरहेका रेबिका खत्री लगाए र उसको दाजुलाई कसले गोली हानेको हो? र घर फर्कँदै गरेको सबिन महर्जनलाई कसले मारेको हो? त्यसकारण म गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईहरु प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रविन्द्र मिश्र लगायतका मानिसहरूलाई छोड्नुहोस् र न्यायिक आयोग गठन गरेर सत्य तथ्य बाहिर ल्याउनुहोस्। हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटबटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ। किन छोड्नुभयो तुरुन्तै? तपाईको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्न, मलाई कपडा काम लाग्छ भने कपडा लिएर गयो। पछि थाहा भयो तपाईहरुले पक्रिँदाखेरि, तपाईको पुलिसले पक्रिँदाखेरि भिडियोमा हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ।